बहुत छोरा अनबक्सिङ पनि भइहाल्यो 20,000 Hello guys, namaste, welcome back to my channel. So guys, अब चाहिँ म अहिले मैले भिडियो स्टार्ट गर्दै छु बिहान 10 बजे अनि आज चाहिँ हाम्रो घरमा गेस्ट आउँदै हुनुहुन्छ all the way from नेपाल अनि अस्ट्रेलियाबाट अनि यो ब्लग चाहिँ सुमितलाई मलाई चाहिँ थाहा यो प्लान चाहिँ तर सुमितलाई चाहिँ थाहा छैन सुमितको बहिनी 7 वर्षपछि अस्ट्रेलियाबाट बल्ल आउँदै छ अनि त्यही भएर त्यसकै लागि चाहिँ मैले ब्लग गर्दै छु ए सुमित चाहिँ पल्टन गयो नि त कामले अनि आउन नि ढिलो हुन्छ रे मम्मीहरु चाहिँ अब नभनिकन आएको अनि हिजो आइपुग्थ्यो तर कान्छी ढिलो आएको कारणले अनि आज आउँदै छ अहिले चाहिँ बाटोमा पुग्यो अरे अब 1.5 घण्टामा चाहिँ आइपुग्छ अरे सुमितसँग चाहिँ टाइम लाग्छ भन्दै अनि त्यही भएर आज चाहिँ खतरनाक सरप्राइज हुन्छ जस्तो छ साथीहरु अनि म चाहिँ अहिले अब यसो कम्प्लेक्सतिर यहाँ त अब त्यस्तो उहरू पाउँदैन सानो केकहरु पाउँछ त्यही लिएर आउँछु केक प्लस सब्जीहरु लिन जाँदै छु साथीहरु मेरो ब्लग कस्तो हुन्छ हेर्दिनु होला यो चाहिँ एनिका आमा छोरी हल्ला गरेर केही बोल्नु दिदैन यहाँ चाहिँ मैले सामानहरु चाहिँ लिएँ कि तर केक सेक्सी पाइन त्यही भएर फेरि म यहाँ दुईटा केक दोकान अर्को केक दोकानमा जाँदै छु छ कि नै हेरेर आउनु पर्यो छैन भने के दिनु लड्डु उतै लड्डु रहेछ बेसनको लड्डु त्यही लिएर जान्छु यो चाहिँ हो कम्प्लेक्स हाम्रो सपिङ सेन्टर चितु यहाँ झन् खुलेको नरहेछ खुलेकै छैन रहेछ साथीहरु बाउलाई जस्तो भयो मोबाइल फेर्छ हैन हेलमेट उल्टो लाइदिनु आन्टी हेलमेट उल्टो छ रे मैले त्यही भिडियो गर्दै आथे के छी पागल जस्तो मान्छे नि हैन के भयो भाइ रे भेटेको को तिमीले मलाई हेर्नु बाबालाई हेरेको आँखा भर्दैन आँखा
कौन आई है देख लो। कौन आया है? इधर 5 लगा देती हूँ ना। बहिनी चाहिँ लुक्दैछ पता। हे बसन बसन खै के हो बहिनीले हक सक पनि गर्नु होइन। अब तिमीले अस्तिले बोकेर आएको थियो आफैले त्यही ल्याइदिएर त थाहा भएको नि। यो हो नि त सानीको मेरो म तँलाई तेरोलाई म एउटा बेडसिट बनाएको तिमीहरू दुईजनालाई सेज के रहेछ मेकअप सेट हो हाँस न भाइ थ्याङ्क यू भनेको खै खुसी भएन हौ यसको ढक्कन निस्केको क्या होइन यसको ढक्कनै छैन के क्लिन ऱ्याप गरेको थिएँ मैले त्यसलाई नदेखा कि सबै नदेखा यो खोल्ने त्यसलाई सबै घुमाएर नदेखा मेकअप गरूँगा कस्तो हो सानो यो के हो ल खुसी भएको रे आज पनि छान्दै छान्नुको लागि ओ सेज हो मन पर्दैन छान्नुलाई उसलाई त त्यही हो नि वाउ कता छ यसको हेर्दा मैले कता सानो निकालिदियो त तिमीले त खै निकाल्ने होइन बाबु जबरजस्ती गर्ने होइन क्या देख रही हो भाई कुछ निकाला मेरे को क्यों देख रही सेजो पापालाई त 15 प्रो म्याक्स हजुरकै हो त नि यो त मेरो होइन हजुरकै हो ल के हजुरकै हो त नि जुत्ता नि यस्तो गर्न तिमीहरू पुरानो भन्यो रे त्यही भएर त मैले भनेको नि अब यसले बाबुको चलाउँछ भनेर हरायो भने हराइदिनु पर्छ क्या अब मेरो म यो एक्स्ट्रा हुन्छ नि ल अहिले सिम हाल्छु ल त्यो बाबालाई चलाउनु मन लागिरहेको आइफोन त मैले चलाउन नि त्यही भएर त हो त्यसो भए त एन्ड्रोइड लिएको आइफोन चलाउन पाहुना आउनु बित्तिकै नयाँ सामान पनि आयो साथीहरू गर्मी लागि गयो कुलर आयो हिरो पनि आयो ल पाइहाल्यो फ्रिज पनि गिफ्ट पाइहाल्यो मोटेले दिल मनमा त लट्टु घोटे हाल है आज त आमा फ्रिज र कुलर गिफ्ट पाइहाल्यो सुमितले अब किन्नु पाएन बेच्नेको सल्लाह हुँदैन किन्नु पाएन बेच्नेको सल्लाह हुँदैन बाउ छोरा अनबक्सिङ पनि भइहाल्यो कति हजारको 20,000को हो 20,000 20,990 ठिकै हो त्यो कलर नि हुन्डाईको फ्रिज आ गयो बाउ छोराले अब यहाँ जाति छ
वाह देखाइदिनु भाइ मम्मी आइसक्रिम बनाउने नयाँ फ्रिज वाउ अब कहाँ बनाउने आइसक्रिम अब पापा छोरी रेडी भयो सबै कुबुहरू फोटोसुट चल्दैछ मम्मीको गाडीमा पुजेर बस्या सबैजनालाई अनि यो बुढाबुढी चाहिँ चाक पछाडि सेजेर सेजले फेरि यहीँ जहाँ ठाउँ छैन त्यही आएर बसेँ सेज चाहिँ हरामी हो बेटले भने के मलाई झ्यालबाट बाहिर निकाल्ने कोसिस गर्दै हाल्थ्यो बाटो त छ नि यहाँबाट नि हामी कहाँ जानु लाग्यो भन त कहाँ जानु लाग्यो मिनी गोवा मिनी गोवा जानु लाग्यो ठुलो गोवा जाने त्यस्तै हो मोडेल मिनी गोवा जाने हो 10 दिनको छुट्टी हिजोबाट अब 9 दिन भइसक्यो अब आज दिन नै गयो गयो भोलि पार्टी हुन्छ हेलो सेज भोलि नै बनाएर आउने किमा अरे टिङ्कुको भाइ म भेटेर आउँछु बुझा सिमेन्टको पछाडि बस्थ्यो रे दिदीहरू चाहिँ ल कचडा यसो गरेर अनि फेरि खाने होला नि यस्तो नि मात्र खान्न डुप्लिकेट नेपाल मात्रै होला डुप्लिकेट पाउने भनेको त पढ्दै रहेछ क्या भनेको त लडेको अरे सुतेर बसिरहेको थिएँ एक्सिडेन्ट भएको त दिदीको चाहिँ यहाँ बिग एक्सिडेन्ट तेरे में लो आए एक्सिडेन्ट भएको चाहिँ हेरिया हो कि यहाँबाट हो कि यहाँबाट लत पारेर यहाँबाट होइन यहाँ थियो कि बस यहाँ थोरै थियो ब्रो बस त्यही थियो तर त्यहाँ कसरी सुतेर बसिदिस् त फेरि बाटोमा बिसाएर लग्यो होला कि यहाँबाट स्पिड हुन्छ उहाँसम्म गइस् त यति त दौडेर नि पुग्दैन त्यो त स्पिड भएर गएको रेसिङमा थियोस् कि स्किप भएर होइन यार 60 कोमै थियो यार तर त्यस्तो एक्सिडेन्ट हुने जस्तो छैन त जग्गा ओभरटेक गरेर गएर हो कि ओभरटेक होइन त्यो बसमा भएर हो कि नेपालमा कस्तो चलाउँछ त्यो बस त्यहाँ खडा थियो म उडाएर खडा अरे त्यो निलो कलरको छोडी बढी आइस राइट साइडमा त भनेको छु मैले यहाँबाट यस्तो त देखाएको यहाँ पन्जाली पर्दै रे पढेको होइन यहाँ 1 साल अरे यो अङ्कल त स्किल अङ्कल रहेछ नि त क्यान्टिनको अङ्कल त यो क्यान्टिन बसेको मसिन्दैछु यहाँ हो र अनि के भइरहेछ अरू हेर्नु त अरे त्यो पहिलाको जमानाको त्यो अङ्कल चाहिँ सेमै जस्तै हो यो त भित्र नि त यत्रो रहेछ होइन बजार जस्तै एरिया त बजारै त हो बुङ्गल बजार हो कि यो एरिया त मैले बस्तीतिर रहन्छु नि यो चाहिँ सानो बजार हो हामी सामान लिनु त बुङ्गलै त आउँछ बुङ्गल बजार आउँछ बुङ्गल बजार फेरि यहाँ पेट्रोल भराएको यहाँ पेट्रोल भराएको भराएर गएको थियो अनि त्यहाँ गएर एक्सिडेन्ट भएर सुतेर बसेँ तेरो अस्ति धापाठाको भिडियो भाइरल गर्छु तिमी मसँग दौडमा नि अघि नाउमीले कहाँ आन्यो गाइस हामी चाहिँ फाइनल्ली मिनी गोवा आयो मिनी गोवा चाहिँ रहेछ एक्सपेक्टेसन भर्सेस रियालिटी भयो मम्मीहरू म चाहिँ छु यता पुरा अल्छी लाग्यो उट्याउला जस्तो भयो 3 जना दिदीभाइ अगाडि यो मिनी गोवा चाहिँ यही रहेछ साथीहरू
छोरी त्यहाँ ट्रेन खेल्नु भनेर गयो। यहाँ चाहिँ दुईटा फोटोग्राफर अरू फोटो खिच्ने मान्छेहरू पोज। मा चाहिँ भैँसीको फोटोसुट सकिएन साथीहरू। अब मिनीको अनि एक्सपेक्टेसन भर्सेस रियालिटी भयो। मैले चाहिँ छुट्टै एक्सपेक्ट गर्थेँ तर केही भएन। ए अस्ति नै हामी गरिसक्यो है सुमित पहिला है गरेको होइन चितवनमा भन्दैन भनेको सुन्दैन अनि भन्दैन भन्छ खुबलाई उल्टी गर्दा सबैजना डोज परे। म पनि यहाँ छु अल्छी लगाएर मोड लगाएर ऐसे अल्छी लगाए। गाइस अहिले चाहिँ हामी अब यहाँ काम नपाएर गान्धी मार्केट आयौँ। के भयो अरे मैले नि यहीँबाट किनेको थिएँ अस्ति चप्पल बढियाहरू। क्या हुआ सेल 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 आयो सेल। यहाँबाट सेल छ सेल